Hello guys, welcome and welcome back to my YouTube channel. This is Pratamanga Thapa here. So today after long time I'm making a video. तर long time भन्दा पनि 1 year भइसक्यो. So guys आज चाहिँ म तपाईहरुलाई मेरो फुलको इन्ट्रोडक्सन दिन गइरहेको छु. यो चाहिँ सनफ्लावर हो है. यसले चाहिँ घाममा चाहिँ एकदम राम्रो फुल्छ है. यहाँ हेर्नु न अब यो सिजन पनि सक्न आँट्यो यसको. सो अहिले हाम्रोमा चाहिँ यो कलरकोहरु छ, पिंक कलरहरु छ हो. अनि पिंक व्हाइट अरु चाहिँ उयो भइसकेको छ है, मरिसकेको छ फुलेर पनि. त्यस्तै गरी यहाँ स्नेक प्लान्ट पनि ठुलो भएको छ गाइस हो. हेर्न सक्नुहुन्छ तपाईहरुले. यहाँ हेर्नुस्, यो चाहिँ क्या दामी भइरहेको छ. यो कलरको हेर्नु न, सेड पिंक कलरको हो. अनि यो पनि यस्तो राम्रो भइरहेको छ गाइस हो. पर्समा पनि मैले सब त्यस्तै सनफ्लावरहरु लगाएको छु है. हेर्नुस्, ह्याङ्गिङ प्लान्ट्स टक्कै यहाँनिर मैले यस्तो गरेको छु. र यहाँ पनि हाम्रो सानो फुलहरु यसरी भेला पारेर रोपेको छ गाइस हो. अनि तपाईहरुलाई म एक एकवटा फुलको नाम त भन्न सक्दिनँ किनभने मै चिन्दिनँ, त्यो सनफ्लावर मात्रै चिन्छु. सो यो फुलको नाम चाहिँ के हो मलाई थाहा भएन, प्लिज कमेन्टमा तपाईले भन्नु होला गाइस. लालुपातेहरु तपाईहरुले देख्न सक्नुहुन्छ. एज यु क्यान सी है, यहाँ सबै फुलहरु हामीले यसरी रोपेको छु गाइस. अनि यहाँनिर पनि हाम्रो बाहिर बरन्डामा पनि यसरी फुलहरु रोपेको छु. अनि यहाँनिर पनि यसरी ह्याङ्गिङ पट्सहरु झुन्डाएको छ गाइस हो. यसरी पनि यहाँनिर पनि ह्याङ्गिङ पट्सहरु झुन्डाएको छ गाइस हो. यहाँनिर तपाईले देखिसक्नु भयो अघि नै है फुलहरु. हाम्रो घरको एन्ट्री हुन्छ यहाँबाट चाहिँ है. यहाँ चाहिँ म अब भित्र एन्ट्री गर्दैछु. सो यहाँ पनि बल्ल फाइनली क्लिन भयो. यति साह्रो मेस्ट अफ थियो, चारैतिर मैला अब कति भएको थियो नि त डिप क्लिन नगरेको. सो त्यो भएर अहिले चाहिँ आफ्टर डिप क्लिन गरेर चाहिँ मेरो घर यस्तो भएको छ गाइस. यो हाम्रो छेसम रुम हो. यहाँ चाहिँ मैले हिजो सबै भाँडाहरू टल्काएको छु ब्रस लगाएर है. बिहान मैले पूजाहरू पनि गरेँ. यहाँ छिमीहरू चाहिँ यसरी रेडी गरेर राख्छु गाइस हो, मम्मीले आमाले. अनि यहाँ चाहिँ बेलुका टाइमिङ लाइटहरू बाल्छ. अनि यहाँनिर चाहिँ मैले सब पर्दाहरू पनि नयाँ चेन्ज गरेको छु. अनि यहाँनिर पनि सब फुलहरू टेबलहरू सब सफा गरेको छु. अनि यो रुममा पनि यसरी मैले चाहिँ ट्याटुहरू सजाएर राखेको छु गाइस हो. अनि यहाँनिर पनि यसरी फुलहरू आर्टिफिसियलहरू झुन्डाएको छु. यहाँनिर त्यस्तो गरेर यहाँ देवनहरू राखेको छु गाइस. अनि यहाँनिर चाहिँ गणेश भगवानको मूर्ति छ है गाइस. अनि यहाँनिर हाम्रो आप्पाको फोटोहरू पनि छ गाइस. भन्दा चाहिँ आमा मानी पर्नुहुन्छ नि त बेलुका, सो त्यही भएर मानी पर्छ योमा बसेर. सो त्यही भएर राखिदिएको हो. हाम्रो आमाको रुम हो. सो आमाले पनि चिटुक्कै राख्नुहुन्छ है. यहाँनिर चाहिँ गणेशको एउटा मूर्ति छ. बादमा यसमा आमाले फोटो राख्नुहुन्छ है गाइस हो. चाहिँ हाम्रो आमाको रुमको भ्यूबाट पनि यस्तो देख्न सक्छ है. पर पेसोकहरू सिक्किमहरू देख्छ गाइस. पहाडीहरू सबै देख्छ है. यहाँनिर बारीमा के लगाएको छ बादमा तपाईँलाई देखाउँछु. म यहाँबाट बाहिर निक्लिन्छु गाइस होइन. हाम्रो चाहिँ यस्तो प्रकारको छ कलरहरू है. पोट्सहरू फुलहरू मजाले फुलिरहेछ. फुल फुलेको देख्दा चाहिँ आफूलाई पनि राम्रो लाग्छ नि त. सो कोही आयो भने चाहिँ उनीहरूको लागि चाहिँ मैले यहाँ मिररहरू राखिदिएको छु है, कपडहरू कोर्नुको लागि. सो त्यस्तै गरी यहाँनिर चाहिँ हाम्रो ड्रेसिङ लाइनहरू राखेको छ यसरी. मेन चाहिँ मेरै लागि हो यो सब, मैले कस्टमाइज गरेको हो यो सबै चिजबिजहरू यसरी हो. आधी उति छ तर नसजाएको, बादमा यहाँ पनि सजाउँछु. अनि यो चाहिँ किन यसरी खाली राखेको भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ बादमा सोफाहरू बाहिर निकालेको छ, बादमा हाल्छ. अहिले त्यतिकै खुल्ला राखिदिएको गाइस हो. यहाँनिर चाहिँ हाम्रो फोटोहरू छ. यहाँनिर पनि मैले सिटी बाबाको फोटो राखेको छु, सिनेरीहरू गाइस हो. यहाँनिर सब मैले नै यो पर्दाहरू सब चुज गरेको हो. अनि यहाँनिर पनि यसरी खाली रहेको बिकज किनभने कोही बेला त्यतिकै बस्नु मन लाग्छ नि त ढल्किनु. त्यही भएर यहाँबाट पनि मैले सोफाहरू निकालेको छु, बादमा हाल्छु. अगाडि पनि हाम्रो किचन हेर्नु पऱ्यो है. किचनको पनि भ्युजहरू तपाईँलाई देखाउँछु है कस्तो सजाइसकेको छु मैले गाइस हो. हेर्नुहोस् फुलहरू. किचन चाहिँ म हेर्दैछु है. अहिले चाहिँ हामीले यहाँ केही गरेको छुइनँ किनभने पूजा गरेर मात्रै उयो गर्ने हो नि त. आखीले पनि यहाँ चाहिँ यसरी सेटअप गरेको छु. भाँडाहरू सब टल्काएको अस्ति गाइस मैले यो हो. यहाँनिर आधी सजाएको छु, आधी सब देवनभित्र हालिदिएको छु मैले गाइस. हाम्रो चाहिँ यहाँ किचन यसरी नयाँ बनाएको छ. अब यसलाई पूजा गरेर मात्रै सर्ने भन्दैछ. आखीले पनि भ्याउनै भएको छैन, 13 दिन उता मात्रै भ्याउनुहुन्छ अरे. सो यहाँ मुनि चाहिँ हाम्रो कबर्डहरू आउँछ है. यहाँनिर सब त्योहरू लगाउँ भनेको नि त, क्याबिनेटहरू आउँछ हो. हाल चाहिँ यत्तिकै छ गाइस फिलहाल हो देखाउनुको लागि. अनि योहरू सब किनेर आएको छु, यो पनि बादमा ओछ्याउनुपर्छ. अनि अस्ति वायरिङहरू पनि भएको थिएन. सो अहिले चाहिँ हाम्रो वायरिङहरू कम्प्लिट भएको छ. तपाईँले देख्न सक्छ गाइस हाम्रो किचन चाहिँ फाइनल फिलहाल अहिले यस्तो भएको छ है. बादमा चाहिँ यसलाई कलरहरू गर्ने. अनि बादमा त्यहाँ मुनि चाहिँ सब क्याबिनेटहरू बनाउनु पर्ने छ नि त. सो यति नै है. यहाँनिर हाम्रो किचनको देखाउनु लागि चाहिँ तपाईँलाई यति नै छ. यो सबै मैले गिफ्टहरू पाएको गाइस है. किचन छ है.
यहाँ चाहिँ भाँडै झऱ्यो। यहाँ चाहिँ अब खानापिनाहरू पकाउनुको लागि हो। कोही बेला अब पुरा जाडो हुन्छ नि त यहाँ, अनि तातो पानीहरू अनि तताउनु नुहाउनु, कोही बेला सब्जीहरू बनाउनु पनि यो सानो मिनी किचन हो हाम्रो है। यसरी पानीहरू भरेर राख्छ हामी चाहिँ बिहान बिहान चोको पानी ल्याएर है गाइस। यहाँनिर तौराहरू पुरा छ, म देखाउनु पनि पुरा छ छन त। यो सब हाम्रो यो सब पानी तताउनु लागि मात्रै हो। सो गरेर चाहिँ यस्तो भएको छ है। बाहिरको लुक बादमा यो पुटिङहरू गरिसकेको छ, बादमा यसलाई कलर गर्ने है। अनि बाहिर पनि यस्तो छ हाम्रो चाहिँ कुखुराको खोरहरू छ। अनि यो सिन्टेक्स रहेछ टोइलेटहरू जाने यताउता बाथरुमको लागि है। गाइस हाम्रो मसरुम बनाएको छ, अनि मैले यहाँ गुन्द्रुकको झोल बनाएको छु, अनि भात चाहिँ अघि राइस कुकरमा बनाइसकेँ है। त्यसरी नै यहाँ पानीहरू तताएर पनि फ्लासमा हालिसकेको छु र तपाईँलाई देखाउनु लागि यति नै थियो मेरो है। अब के देखाउँ है, बादमा म तपाईँलाई नयाँ नयाँ भ्लगहरू देखाउँदै गर्छु। सो अहिलेको लागि चाहिँ यति नै छ है। बादमा है तपाईँलाई म फेरि देखाउने छु है के हुन्छ, के कलरहरू लाएर त्यहाँ क्याबिनेटहरू बनाएर बादमा फेरि एउटा नयाँ भिडियो बनाउँछु। प्लान्टहरू रोपेको छ हामीले गाइस हो, सबै प्लान्टहरू सारेको छ। अनि यो चाहिँ एरिका प्लान्ट हो, अहिले चाहिँ यतिको भइसकेको छ। गरममा भए चाहिँ पुरा बढ्थ्यो नि त, तर यहाँ चाहिँ चिसोले बढेकै छैन। बारीमा यसरी हेर्न सक्नुहुन्छ मुलाहरू लगाएको छु हो, अनि गार्लिकहरू। यो पालि चाहिँ अहिले यस्तो भइरहेको छ गाइस। बादमा म तपाईँलाई त्यहाँ पनि गएर भिडियोहरू बनाएर देखाउने छु है गाइस। सो हाम्रो बारीमा केही छैन ज्यादा त, यति नै हो। आलु थियो अस्ति खन्यो हो। सो अहिले यो चाहिँ मुला अनि गार्लिक लसुन छ। लागि यति नै थियो बाई गाइस। सो अब म यो भिडियो यति नै एन्ड गर्दैछु। सो आजको लागि नै यति नै। मलाई किप सपोर्ट है, लभ माया गरिदिनुहोस् होला है, सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई। आज यति नै भन्दै म यही नै समाप्त गर्दछु। सो बाई बाई, स्टे ट्युन माई भिडियो।